जय मसीह छ सबैजनालाई। आजको चाहिँ दिनको सुरुवात भइसकेको छ प्रभुको वचनबाट। आज चाहिँ म पढ्न जाँदैछु प्रभुको वचनबाट। नीति वचन 3:5। तू अपने समझ के सहारा न लेना, वरन संपूर्ण मन से यहोवा पर भरोसा रखना। उसको स्मरण करके सब काम करना, तब वह तेरे लिए सिद्ध मार्ग निकालेगा। अपनी दृष्टि में बुद्धिमान ना होना, यहोवा का भय मानना और बुराई से अलग रहना। आमेन। आजको वचन चाहिँ के छ भन्दाखेरि पनि प्रभुले के भन्नुभएको छ, हामी आफ्नो ज्ञान र बुद्धिमा चाहिँ आफ्नो ज्ञान र बुद्धिको सहारा नलिनु, प्रभुको वचनले भनेछ। तर जो पनि हामी काम गर्नु लागेको छु नि, त्यसमा चाहिँ पहिला परमेश्वरसँग हामी चाहिँ सल्लाह गर्नुपर्छ। हामी मतलब प्रभुसँग प्रार्थनामा राख्नुपर्छ है। र हामी आफ्नो दृष्टिमा होइन। त आजको वचनको लागि चाहिँ म पनि आशिषित छु। आजको वचनको लागि म आशा राख्छु हजुर तपाईँहरू पनि आशिषित हुनुभएको छ। र यति नै हो आजको लागि। र म प्रार्थना गर्न लागेको ल।